वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। आदरणीय अतिथि महानुभावहरू, अब यस अन्तिम दलेल कवाजमा भाग लिने शिक्षार्थी सैन्यहरू मार्च पास गर्दै ग्राउन्डको दक्षिण पूर्वतर्फको गेटबाट कवाज प्रदर्शनको लागि ग्राउन्डमा प्रवेश गर्दैछन्।
आदरणीय अतिथि महानुभावहरू, आजको यस सिसम 6 सैन्य आधार तालिमको अन्तिम दलिल कवाजको सुअवसरमा यहाँहरू समक्ष नेपाली सेना र श्री पश्चिम पीटना तालिम शिक्षालयको संक्षिप्त जानकारी प्रस्तुत गर्न चाहन्छु। नेपाल एकीकरणदेखि नै राष्ट्र निर्माण र सुरक्षा कार्यमा नेपाली सेनाको अमूल्य योगदान रहेको कुरा सर्वविदितै छ। नेपाल एकीकरणदेखि हालसम्म नेपाली सेनाको पौरखको इतिहासलाई पल्टाउने हो भने नेपाल राज्यको सिमाना पूर्वमा टिस्टा र पश्चिममा सतलजसम्म पुगेको थियो। नेपाल राष्ट्रको एकीकरणको लागि नेपाली सेनाका वीर योद्धाहरूले दिएको जीवनको आहुति तथा बगाएको रगत पसिनाकै कारण हालको नेपालको गौरवमय अस्तित्व सम्भव बन्न गएको तथ्य सबैलाई अवगत नै छ। नेपाली सेनाको नाम खेताला सेना, तिरङ्गा सेना, गोर्खाली सेना, शाही सेना, शाही नेपाली सेना हुँदै नेपाली सेनाको नामबाट परिचित र समयानुकूल परिमार्जित हुँदै हालको अवस्थासम्म आइपुगेको छ। आदरणीय अतिथि महानुभावहरू, अहिले ज्येष्ठ प्रशिक्षार्थीबाट यस तालिमका तालिम प्रमुख शिक्षकज्यूलाई हाजिर प्रतिवेदन हुँदैछ। अंतिम दलिल कवाज प्रदर्शन के लगे तैयार छ। श्री पश्चिम पीटना तालिम शिक्षालयको झण्डा परेड ग्राउन्डमा प्रवेश हुँदैछ। झण्डाको आगमन हुँदा कृपया सबैजना आफ्नो स्थानबाट उठिदिनु हुन विनम्र अनुरोध गर्दछु।
ज्ञान कर्म सफलता आदर्श वाक्य बोकेको यस शिक्षालय तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 11 स्थित खैरीटार ब्यारेक हाताभित्र अवस्थित रहेको छ। विगतमा वृत्ति विकासका तालिमहरू विभिन्न युनिटहरूमा सञ्चालन हुने गरेकोमा तालिममा एकरूपता र पीटना तहलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न एक पीटना एक तालिम शिक्षालयको अवधारणा अनुरूप 2064 साल असोज 18 गते पश्चिम पीटना तालिम केन्द्रको रूपमा स्थापना भएको थियो। तत्पश्चात 2066 साल माघ 29 गते सेना दिवसको शुभ अवसरमा पश्चिम पीटना तालिम शिक्षालयको विधिवत रूपमा नामाकरण भएको हो। सुरुका दिनमा शिक्षक तथा बन्दोबस्ती कार्यको लागि आवश्यक पर्ने जनशक्ति पीटना हेडक्वार्टरको दरबन्दी तथा अन्तर्गत युनिटहरूबाट काँधमा झिकाई तालिम सञ्चालन गर्ने गरेकोमा मिति 2072 साल वैशाख 1 गतेबाट यस शिक्षालयको छुट्टै दरबन्दी लागू भइसकेको छ। हाल यस शिक्षालयका शिक्षाधिकृत प्रमुख सेनानी श्री सुभाष केसीज्यू हुनुहुन्छ। यस तालिम शिक्षालयको मुख्य जिम्मेवारी बलाधिकृत विभाग सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालय र पीटना हेडक्वार्टरको निर्देशन बमोजिम विभिन्न तालिमहरू सञ्चालन गरी सकल दर्जाहरूको वृद्धि विकास तथा फौजले भविष्यमा सामना गर्नुपर्ने चुनौतीहरूलाई दृष्टिगत गरी उच्च स्तरको अभिप्रेरणा भएको अनुशासित सिपाही उच्च नैतिक चरित्र तथा व्यवहार भएका गुणवान एवं योग्य सैनिक जवान बिल्लादार तथा पदिकहरूको उत्पादन र विकास गरी गतिशील एवं समय सापेक्ष कार्य गर्न सक्ने सैनिक बल तयार पार्नु रहेको छ। जग बलियो भए घर बलियो हुन्छ भने झै सिपाही बलियो भए मात्र सेना बलियो हुन्छ। सिपाही बलियो बनाउन तालिमको ठूलो भूमिका रहेको हुन्छ। यसै तथ्यलाई मध्यनजर राखी यस पीटना तालिम शिक्षालय गुणस्तरीय तालिम प्रदान गर्न सदैव क्रियाशील रही आएको छ। तालिमका शिक्षार्थीहरूलाई देशको परिस्थिति अनुरूप आइपर्न सक्ने सम्भावित चुनौती र भविष्यमा गर्नुपर्ने कामबारे सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिलाइएको छ। परिश्रम र लगनशीलतालाई निरन्तरता दिँदै आएका भविष्यका यी कर्मठ जवानहरू आज यस दलेल कवाच प्रदर्शनको लागि जम्मा 91 जना सैन्यहरू तयारी हालतमा उच्च हौसलाका साथ तपाईँ हाम्रो अगाडि उभिरहेका छन्। आदरणीय अतिथि महानुभावहरू, अब यहाँहरूलाई यस कवाजमा भाग लिने प्रमुख व्यक्तिहरूको साधारण जानकारी गराउँदछु। सबैभन्दा अगाडि बीचमा गुल्म हेक्वा रहेको छ। कवाज प्रमुख सह सेनानी श्री जगत बहादुर खड्का हुनुहुन्छ। यसै गरी गुल्म ज्येष्ठ प्रशिक्षार्थी सैन्य यम बहादुर खवास,
गुल्म झण्डा टोलीमा सैन्य विशाल गुरुङ, सैन्य विक्रम कुँवर र सैन्य सागर थापा रहेका छन्। यसै गरी दाहिनाबाट क्रमशः माछापुच्छ्रे सेमु, अन्नपूर्ण सेमु र धौलागिरी सेमु गरी मिलाइएको छ। माछापुच्छ्रे सेमुको सेमुपति सैन्य मनोज दुरा, अन्नपूर्ण सेमुको सेमुपति सैन्य पविन थापा, धौलागिरी सेमुको सेमुपति सैन्य शङ्कर पौडेल हुनुहुन्छ। यसै गरी पछाडितर्फ सैनिक ब्यान्ड टोली र मेडिकल टोली रहेको छ। आदरणीय अतिथि महानुभावहरू, आजका प्रमुख अतिथि श्री पश्चिम पृथ्ना हेडक्वार्टरका चीफ अफ स्टाफ सहायक रथी श्री दीपक कुमार बानियाज्यूको केही छिनमै आगमन हुँदैछ। महानुभावहरू, यस सैन्य आधार तालिमका तालिम प्रमुख शिक्षकबाट आजका प्रमुख अतिथिज्यू समक्ष हाजिर प्रतिवेदन हुँदैछ। श्रीमान श्री पश्चिम पृथना तालिम शिक्षालयमा सञ्चालन भएको सिसम 6 सैन्य आधार तालिमका सैन्य जवान 91 जना अन्तिम दलेल कवर निरीक्षणको लागि तयार छ।
मुख्य गाडी गुल्म हेप्चा जसको कमान्डर सैन्य रामबहादुर खवास। त्यस्तै माछा पुच्छ्रे सेमु जसको कमान्डर सैन्य मनोज बुरा। त्यस्तै अन्नपूर्ण सेना जसको कमान्डर सैन्य प्रवीण थापा। र अन्तमा धौलागिरी सेना जसको कमान्डर सैन्य शङ्कर पौडेल।
Constable! Stand order! Number Constable! Stand order!
फटाफट विश्राम। अतिथि महानुभावहरू, भर्खरै हामीले सैन्याधार तालिमको ऊर्जायुक्त र फुत्रो दलिल कवाज हेर्यौं। अब 36 हप्ताको तालिम अवधिमा विभिन्न विधाहरूमा उत्कृष्ट हुने सैन्यहरूलाई पुरस्कार वितरणको कार्यक्रम रहेको हुँदा पुरस्कार वितरणको लागि आजका प्रमुख अतिथिज्यू समक्ष हार्दिक अनुरोध गर्दछौं। यसै गरी शारीरिक सक्षमता दौडतर्फ प्रथम हुने बेनम 2893-78 सैन्य आसबहादुर घागा मगर। सर ऑप्शन यसै गरी बाधा पारमा प्रथम हुने बेनम 2886-71 संसद 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 पुरस्कार वितरण कार्यक्रम आमाबुवा, मानिजन, आफन्तजन एवं अभिभावकहरू, शुक्ला गण्डकी नगरपालिकाका प्रमुख र उपप्रमुखहरू, श्री नम्बर 3 बाहिनी अड्डाका सहायक बाहिनीपति, प्रमुख अधिकारीज्यू, गणपतिहरू, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू, शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 7 का प्रमुखज्यू, अतिथि महानुभावहरू, नेपाली सेनाका अधिकृत, पदेक तथा सकल दर्जा लगायत नव आयुक्त तालिम सिपाहीहरू, सर्वप्रथम यस पश्चिम पृथना तालिम शिक्षालय खैरानी टारमा सञ्चालित सिस्टम 6 सैन्य आधार तालिमको अन्तिम दलिल कवाजको सलामी ग्रहण तथा तपाईहरूबाट भर्खरै प्रदर्शित शानदार एवं जोसिलो कवाजको निरीक्षण गर्न पाउँदा म अत्यन्तै गौरवान्वित भएको छु। तपाईहरूले गर्नुभएको करिब 10 महिनाको कठोर परिश्रम, लगनशीलता तथा मेहनत, तपाईहरूले भर्खरै देखाउनु भएको फुर्तिलो कवाज र तपाईहरूको मुहारमा देखिएको प्रसन्नताबाट स्पष्ट भएको छ। गरिमामय इतिहास बोकेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्वच्छ छवि भएको नेपाली सेनाको सिपाही दर्जामा नियुक्त हुनुभएको यस सुखद घडीमा तपाईहरूलाई नेपाली सेना तथा मेरो व्यक्तिगत तर्फबाट हार्दिक बधाई तथा सैनिक परिवारभित्र स्वागत गर्दै आउँदा भावी दिनहरूमा सफल सैनिक जीवनको शुभकामना समेत व्यक्त गर्दछु। नवायुक्त सिपाहीहरूका आदरणीय अभिभावक तथा परिवारजनहरू, आफ्नो सन्तति तथा प्रियजनलाई नेपाली सेना जस्तो पवित्र संस्थामा प्रवेश गरी देश र जनताको सेवा गर्ने हौसला दिई मातृभूमिको सेवा गर्न सुम्पिनु भएकोमा नेपाली सेनाको तर्फबाट यहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु। नवायुक्त तालिम सिपाहीहरू, यस तालिम पश्चात तपाईहरू एक कर्मठ, राष्ट्र, जनता र संस्थाप्रति समर्पित, वफादार, इमानदार, अनुशासित
नेपाली सेनाको मूल्य मान्यता र परम्परालाई पालना गर्ने तथा जस्तोसुकै विषम परिस्थितिमा समेत विचलित नहुने नेपाली सेनाको सदस्य सिपाही दर्जामा नियुक्त हुनुभएको छ। राष्ट्रको मेरुदण्ड सेना हो भने सेनाको मेरुदण्ड तालिम प्राप्त अनुशासित तथा कर्तव्यनिष्ठ सिपाही हो भन्ने तथ्यलाई हर हमेशा मनन गर्न तपाईहरूलाई यस पावन घडीमा म निर्देशन दिन चाहन्छु। सिपाही बलियो भए मात्र सेना बलियो हुन्छ र सेना बलियो भए मात्र देश बलियो हुन्छ भन्ने यथार्थलाई अनुसरण गर्दै नेपाली सेनाको व्यावसायिक क्षमता, दक्षता र समग्र स्तरको जग नै तालिम भएको तथ्यलाई समेत मध्यनजर गर्दै पेसामा दक्ष र अनुशासी सिपाही उत्पादन गर्ने लक्ष्य अनुरूप तपाईहरूलाई यस सैनिक तालिम प्रदान गरिएको समेत म यहाँ संस्मरण गराउन चाहन्छु। सैनिक जीवनको दौरान तपाईहरूले प्रदर्शन गर्नुहुने कार्यकुशलताको उचित मूल्याङ्कन हुनेछ, जसले तपाईहरूको भविष्यलाई सफल र उज्जवल बनाउन समेत मद्दत पुर्याउनेछ। राष्ट्र निर्माता श्री 5 बडा महाराज धिराज पृथ्वीनारायण शाहको सिपाही भन्या तिखारी राख्ने हुन् भन्ने ऐतिहासिक आदर्श वाक्यलाई सेनाले सदैव आत्मसात गर्दै आएको छ। तसर्थ यस तालिम तपाईहरूको सैनिक जीवनको सुरुवात मात्र हो। आगामी दिनहरूमा तपाईहरूलाई विभिन्न तालिमहरूले अझै माझ्दै र तिखार्दै लैजानेछ। भोलिको सेनाको सुनौले भविष्यको लागि तपाईहरूले उच्च मनोबल र जोश जाँगर सहित अन्य वृत्ति विकास तथा पेसागत तालिमहरू गर्दै जानुहुनेछ, जसले तपाईहरूलाई एक आत्मविश्वासी र पेसाप्रति कटिबद्ध सिपाही बनाउनेछ। तपाईहरूका आगामी दिनहरू चुनौतीपूर्ण र अवसरयुक्त भने समेत हुनेछन्। यसर्थ भविष्यमा कुनै पनि आइपर्ने चुनौतीको सामना गर्न सक्षम शारीरिक, मानसिक र नैतिक साहस तपाईहरूले यस तालिमको दौरान प्राप्त गर्नुभएको छ भन्ने विश्वास मैले लिएको छु। तपाईहरूको मेहनत, समर्पण र अठोटले नै यसलाई अझ मजबुत गर्दै लैजानेछ। शान्तिको समयमा सेनाको प्रमुख दायित्व भविष्यमा सामना गर्नुपर्ने चुनौतीलाई दृष्टिगत गरी दक्ष र पेशेवर फौज तयार गर्नु हो। यस कार्यलाई सफल तुल्याउन हामीले वैज्ञानिक, वस्तुगत र मिशन प्राप्तिलाई टेवा पुर्याउने किसिमको तालिम सञ्चालन गराउँदै आएका छौँ। नेपाली सेनामा सञ्चालन हुने सबै तालिमहरू आधुनिक पद्धतिमा आधारित रहेका छन्। राष्ट्रियता, राष्ट्रको सार्वभौमिक भौमसत्ता, भौगोलिक अखण्डता तथा सुरक्षा र राष्ट्रवासीको हक, हित र अधिकारको संरक्षणका लागि प्रतिबद्ध नेपाली सेनाको मूलभूत दायित्वलाई मनन गरी आवश्यक परेको बेलामा राष्ट्र र जनताको लागि प्राणको आहुति दिन समेत पछि नपर्ने प्रण गर्नु सेनाको परम धर्म र कर्तव्य हो। आफ्नो जिम्मेवारी निर्वाह गर्नमा तपाईहरू सदैव प्रतिबद्ध रहनुहुनेछ भन्ने विश्वास लिँदै तपाईहरूको आगामी दिनको पूर्ण सफलता र उत्तरोत्तर प्रगतिको कामना गर्दछु। अन्त्यमा यस तालिमलाई सफलतापूर्वक सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सिसमस सैन्य आधार तालिमका शिक्षक अधिकृत तथा बिल्लादारहरू र यस शिक्षालयका शिक्षाधिकृत लगायत सम्पूर्ण सकल दर्जाहरू साथै ब्यान्ड टोलीलाई समेत हार्दिक धन्यवाद दिन चाहन्छु। अब हामी सबै मिली जय जयकार मनाऊ। भगवती माताको जय, श्री नेपाली सेनाको जय, श्री पश्चिम कीर्तना तालिम शिक्षालयको जय। धन्यवाद। अन्तिम दलिल कवाज प्रदर्शनका लागि तयार भयो। सकलको फसलामा हिलो
कवाज अगाडि बढ दैनमाया फर्क अब नवनियुक्त तालिम सिपाहीहरूबाट सैनिक गान गाउने कार्यक्रम रहेको हुँदा कृपया सम्पूर्ण अतिथि महानुभावहरू आफ्नो स्थानमा उठिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। 1 2 3 अब प्रमुख अतिथिज्यूबाट नवनियुक्त तालिमी सिपाहीहरूको सुशोभन कार्यक्रम रहेको छ। सुशोभन कार्यको लागि प्रमुख अतिथिज्यू समक्ष हार्दिक अनुरोध गर्दछौँ। यसै गरी सुशोभन कार्यको लागि सहायक बाहिनीपतिज्यू, गणपतिज्यूहरू तथा उपस्थित सम्पूर्ण अधिकृत वर्गलाई हार्दिक अनुरोध गर्दछौँ। Suaranya dari sini Golda. सर कैसे गाँव पालिका वार्ड नंबर 5 सर सर हो सर हो सर
निकाल्नु पर्ला ल यस्तो बधाई छ है कङ्ग्रेचुलेसन राम्रो गर्नु है लाइदिँदै गरौँ भाइ मैले यसको सर पछि त्यो उसमा मालासाला लाउँदा खसाउला नि फोटो खिच्दाखेरि चाहिन्छ अब मलाई त फोटो खिच्न सर भनिरहेको थिएँ चाहिँदैन होला नि सर सब मेरोमा आगो खाइदिने हो कति पर्यो मेरोमा खाली बधाई छ सर एकचोटि हात यसो हजुरले लगाइदिएछ नि सर
लम्सर सहग्राही मैत्री हुन्छ अस्तिबार गगल होइन कमान कन्फ्रेन्स छ फेरि बनाएको छैन सबैकै इन्डिभिजुअल
निलो आकाश यो नेपाली झुक्दैन चाहे रुखोस् चिसो बतास यो नेपाली रुक्दैन चाहे रुखोस् चिसो बतास यो नेपाली रुक्दैन जुन किरी झै ज्योति बाली अन्धकारमा चम्किन्छ यो नेपाली शिर चाली संसारमा लम्किन्छ एकातिर तराईको चार कोसे झाडी छ एकातिर तराईको चार कोसे झाडी छ अर्कोतिर उच्च सेरा ठुल्ठुला पहाडी छ अर्कोतिर उच्च शिरा ठुल्ठुला पहाडी छ जुन किरी झै ज्योति बाली अन्धकारमा चम्किन्छ यो नेपाली शिर चाली संसारमा लम्किन्छ जन्मे यही गौतम बुद्ध शान्ति